गर्नुहोस् न मलाई उतार्नु न अलि स्टेजमा यसरी बोकेर म गिटार बजाउनु के होइन तपाईँ आइपुगे को लिएर आयो फेरि यसले नमुना होइन बोकेर पो आएछ पुगिहाल्यो एकछिन न भाइ छोड्नुहोस् न म त सिधै कुदेर गइदिन्छु कुदेर बोक्न बस न एकछिन होइन हामीले त्यस्तो कराकर गर्दैन त आफ्नो स्ट्यान्डर्ड आफै मेन्टेन गरेँ म त बोल्दिनँ चाहिँ हल्ला नगरे आउनुभन्दा अगाडि बेसी ड्युटी गर्छ र त मन पर्दैन तेरो त पानी हो खुट्टाहरू नहल्ला न हौ त्यसरी गोजीभित्र त यहाँ आउ न के गरेको यहाँ आउ न हो म सिधै कुदेर लिड हालिदिनु पऱ्यो नि सुन न यसो तिमीलाई इन्फर्म गराइदिनु अरू पनि छ मोडलहरू त्यहाँनिर मोडल कहाँ हो म त कस्तो रक स्टारमा त सुन न मेरो कुरा त्यहाँ त डरलाग्दोहरू बसेको छ तिमी यसो स्कुलबाट हिँड्दा त पहिला म पक्राइदिइहाल्छु एकछिन हो अब तिमी गिटार बजाउन यहाँ चाहिँ हाम्रो एकदमै फेमस एकदमै चर्चित उर्फा बहादुर अहिले चाहिँ के बजाउनु हुन्छ नि अहिले म तिमीलाई बजाइदिन्छु के सुन न उसले केही बजाउँदैन ऊ चाहिँ वान अफ द मोस्ट एन्ड मोडल फेमस मोडल हो अहिलेको चर्चित छ हाम्रो इन्डियामा अन्त अब अर्को छ हाम्रो एकजना यहाँ सुन्नुहोस् हाम्रो एकदमै फेमस एकदमै चर्चित गाउँमा एकदमै यो संसारमै नाम कमाएको टुपी बहादुर हाम्रो एकदमै फेमस झुसे तेरो नाम अनाउन्स भाउ हजुर म झुसे यहाँ चाहिँ छ रक स्टार साइला हो के को अब रक स्टार काट्नु न अब त लोडल हो नि त लोडल क्यामेरा रोल भाइ मोडल हो मोडल तिमीहरू मोडल तिमीहरूलाई चाहिँ मोडल नाम पनि सुट गर्नु तिमीहरू चाहिँ लोडल मोडल हुनुको लागि चाहिँ तिमीलाई हिँड्दा मात्रै मोडल हुन्छ कोही यस्तो काट्दा यसो लुगा लाउँदा मोडल हुन्छ मोडलको लागि त हिँड्नु पर्यो तिमी हिँड्दा तिम्रो कन्ट्रोल चाहिँ उत्तर पश्चिम दक्षिण हुनु पर्यो नि अन्त मोडल हुन्छ उठ्पा यो चाहिँ तिमीलाई अब तिम्रो काम हो सम्हाल्नु यसलाई कसो सिकाउने हो म आउँदा चाहिँ यो भाइलाई चाहिँ उसको एउटा कन्ट्रोल चाहिँ उत्तर हुनु पर्यो उसको कन्ट्रोल चाहिँ एउटा दक्षिण हुनु पर्यो म त दिन्दिनँ अब कहाँ मेरो एउटा म चाहिँ कहाँ हक्नु चाहिँ कहाँ उत्तर तिमीलाई भनेको होइन मोडल चाहिँ लटक पटक हुनु पर्यो झट्टाक हुनु पर्यो तिमी कहिले मोडल बनिन्छ जन्मेको अहिलेसम्म हिँडिरहेको छ अब हिँड्नै सिक्नु यत्रो मोडल होइन भाइ उसले सिकाउँछ उर्फा यो तिम्रो काम अब म चिया खाएर 10 मिनटमा आउँदा चाहिँ उसको चाहिँ हेर्नु पर्यो कस्तो हात लाग्यो बस्दिन त्यसरी उठेरै बस्छ उठेर चाहिँ कसरी बस्नु बसेर बस भन न यसरी गरेर चाहिँ म सिक्नु सक्छु आमा यो भन्थ्यो कानपुरे बुट म त यो पहिला नि भाइ रक स्टारको सपना देख्दा यो बुटको पनि सपनै थियो एउटा लगाइदिनु मन लाग्यो तिमीलाई सिक्नु मन छ भने चाहिँ मुख पर्काएर मात्रै हुँदैन है तिमी यहाँ मोडलिङ सिक्नु आएको हुन्छ मोडलिङ सिक्नुको लागि चाहिँ क्याट वक सिक्नु पर्यो तिम्रो हातको पोजिसन सिक्नु पर्यो बेसी सुकेको झाडु जस्तो बनाएर हुन्छ हात त मजाले सिल्कको बनाएर यो नङहरूको सबै उयो गर्नुपर्छ अन्त मजाले नेल पलिस अब छिछि नेल पलिस अब केटा मान्छेले नेल पलिस टिली लाएर हिँड्नु यो म त आमा ओभरै नगर न तिमी सिनियर कि हामी सिनियर गर्नु परेन जान्नु परेन यतिकै बोलेर हुन्छ मोडल हुने अनि मोडल हुँदै भन्दा लिपस्टिक नलगाए पनि हुन्छ होला क्युटिस नलगाए पनि हुन्छ त भन्दा मोडल भन्दा त कहाँ हो क्युटिस कसले भन्छ आजकल नेल पेन्ट के हो त घरमा पेन्ट गर्दैन पेन्ट घरमा नयाँ घरमा तिम्रो अनुहारमा त फाउन्डेसन पनि हुँदैन पुटिन लगाउनु पर्छ मजाले पुटिन लगाएर त्यहाँदेखि मात्रै मलाई ओभरै भयो कसम भनेको केटा हुनु स्ट्रगल गरेको केटा तँलाई म अहिले नि पछाडि हुक्कै हुक हानिदिन्छु ल कसम तिमीहरूलाई पनि यहाँ क्याटवक गर यहाँ आउ त क्याटवक गर्नु अब बिरालुले न अन्त पो क्याटवक गर्नु अब बिरालु छैन क्याटवक गर्नु म तिमीहरू माथि चढेर गरिदिनु कस्तो मूर्खे रहेछ अन्त क्याटवक भनेको के हो नेपालीमा सुन न क्याट भनेको बिरालु वक भनेको हिँड्नु चाहिँ इङ्ग्लिस त हामी पनि पढेको छ नि त क्याटवक भनेको त बिरालु छैन औ मान्छे औ भारी बोक्ने नगर त बिहार